प्रहरी यसरी बोकेर यसरी उद्धार गरेर लगिरहनु भएको दृश्य तपाईँले देख्न सकिन्छ। ल झुन्ड्यो हेर्नुहोस् है, आदरणीय दर्शकबिनहरू यसरी झुन्डिरहेको छ। प्रहरीले बचाउन खोजिरहेको छ, यहाँ झुन्डिसकेको अवस्था आएको छ। माइती घरमा यहाँ हेर्नुहोस् है, झुन्डिसकेको अवस्था छ, तपाईँले हेर्न सक्नुहुन्छ। माइती घरमा यहाँ आत्मसुसाइड गर्ने आत्मदह गर्ने प्रयास तपाईँले गर्नुभएको दृश्य देखिन्छ। यहाँ हेर्नुहोस्, यहाँ प्रहरीहरूले यहाँ बचाउ गर्ने कोसिस गरिरहनु भएको छ र यहाँ चाहिँ आत्मदह आदरणीय दर्शकबिन यहाँ आत्मदह गर्ने प्रयास गर्नुभएको दृश्य तपाईँ देख्न सकिन्छ। यहाँ यसरी रुखमा झुन्डिएर यहाँ मर्न लागिरहेको अवस्था हामी देख्न सकिन्छ र यहाँ प्रहरीहरूले सकुशल यहाँ उद्धार गरिएको छ र यहाँ मैतीगढ मण्डलामै नभएर कुनै एउटा एकान्त ठाउँमा भए यहाँ आत्महत्या गरिसकेको हुन्थ्यो, तर सल लाएर आफैलाई यहाँ झुन्डाउने प्रयास गर्नुभएको दृश्य तपाईँलाई देख्न सकिन्छ। यहाँ हेर्नुहोस् आदरणीय दर्शकबिनहरू, यहाँ प्रहरी नजिक भएको कारणले गर्दा यहाँ आत्मदहबाट चाहिँ यहाँ बच्न सफल भएको दृश्य हामी देख्न सकिन्छ। यहाँ हामी मैती मण्डलामा यो दृश्य देखिरहेको छौँ। सुसाइड गर्ने ट्राई गरिरहनु भएको थियो, हेर्नुहोस् प्रहरीले चाहिँ बचाएको छ उहाँहरूलाई। यहाँ किडनी फेल भएको र उहाँले केही पनि सरकारबाट चाहिँ उपचार नपाएपछि उहाँ अनसनमा बस्नुभएको थियो र उहाँलाई अहिले चाहिँ अनि प्रहरी महिलाहरू यहाँ माथि गएर चाहिँ यहाँ उद्धार गरिरहेको रहनुभएको दृश्य तपाईँ देख्न सकिन्छ। यो समय आत्मदह गर्ने प्रयास गरेका थिए, तर अहिले यहाँ प्रहरीहरूले सकुशल यहाँ यसरी उद्धार गरिरहनु भएको छ र यहाँको अवस्था भयानक भएको देख्न सकिन्छ। आदरणीय दर्शकबिनहरू, यहाँ यसरी उद्धार भइरहेको छ। अहिले यहाँ हेर्नुहोस्, रुखमा झुन्डिएको थियो, तर यहाँ छिट्टो यहाँ देखेको हिसाबले यहाँ सबैले देखेको हिसाबले यहाँ आत्महत्याबाट बचेको छ र यसरी यहाँ धेरैजना उपस्थित भइसकेको पनि अवस्था देख्न सकिन्छ। धेरै मान्छेहरू यहाँ आएको छ र यहाँ धेरै मान्छेहरू यहाँ उपस्थित भएको छ। रुखमा गएर झुन्डिनु भएको देख्न सकिन्छ। आदरणीय दर्शकबिनहरू, यो मैतीघरको दृश्य हो। मैतीघरमा धेरै पीडितहरू छन्, तर विभिन्न समस्याले ग्रस्त भएका पीडितहरू छन्, तर सरकारले यो कुरोहरू सुन्नु भएको छैन र सम्बोधन गर्न सकिरहेको छैन र दिनानुदिन कसैले पेट्रोल छर्केर आत्मदाह गर्ने कोसिस गरिन्छ भने कसैले चाहिँ रुखमा झुन्डेर चाहिँ यहाँ आत्मदाहको प्रयास गर्नुभएको दृश्य अनि आत्महत्या गर्ने प्रयास गर्नुभएको दृश्य हामी देख्न सकिन्छ र यसरी प्रहरीबाट उद्धार गरिरहेको सशस्त्र प्रहरी बल साथै प्रहरी नेपाली प्रहरी बल यहाँ आइसक्नु भएको छ र उहाँले सकुशल यसरी चाहिँ उद्धार गरिरहेको दृश्य तपाईँलाई देख्न सकिन्छ। उहाँले केही महिनादेखि आमरण अनसनमा हुनुहुन्थ्यो र त्यसपछि अहिले आमरण अनसन तोडेपछि उहाँ अनि अनसनमा बस्नुभएको थियो र यसरी उहाँले अहिले चाहिँ आत्मदह प्रयास गर्नुभएको रहेछ र यसपछि उहाँ चाहिँ किडनी फेलको बिरामी पनि हुनुहुन्छ र किडनी फेलको बिरामी, तर उहाँको उपचार गर्नको निम्ति पैसा नभएको कारणले गर्दा अनि उहाँले सहयोग माग्दै र सरकारसँग सहयोग माग्दै उहाँ बस्नुभएको थियो, तर अहिले चाहिँ अवस्था यस्तो छ। यहाँ यसरी बोकेर लानुभएको दृश्य तपाईँ देख्न सकिन्छ। प्रहरीले उद्धार गरेर उहाँलाई लगिसक्नु भएको छ।